हेलो गाइज आमाम यस्तो छ आज है यो क्या पुरै यस्तो भयो है यस्तो छ हेर्न सक्नुहुन्छ यहाँ टक्लक्कै कस्तो दामी परेको छ यार एक्लै अब काममा है के गर्नु अब जल्नेहरू जल्दै गर्छन् अब भने यहाँ खेल्दै गर्छु होइन मस्त चिल छ के गर्नु गाह्रो छ गाह्रो छ होइन हेर्न सक्नुहुनेछ एकदमै म काममा थिएँ कामै अनुसार मान्छेहरू कोही नभएको होला जहाँ भानिदिएर क्या गाह्रो छ काम गर्नु अब हामी यहाँनिर गरौँ है त यहाँनिर देखिँदैन यो हो ल अब यताको गरौँ गाह्रो छ नि हामीलाई एकदमै गाह्रो छ अब यसलाई चाहिँ एक ठाउँमा जम्मा गरेर अहिले ठुलो बनाएर होइन अहिले राम्रो देखाउनु पऱ्यो पसलको अगाडि चाहिँ म चाहिँ अब अहिले मान्छेहरू कोही पनि छैन केहीसँग केही पनि छैन सो त्यही भएर चाहिँ म चाहिँ यो काममा लागेको हो किनकि यस्तो कामहरू गरिराख्नु सजिलो हुन्छ नि त अहिले गाडी पनि आउँछ पार्किङमा फेरि अहिले त गाडी पनि छैन सो गाइस होला ल अब चाहिँ म यसलाई चाहिँ हातले चाहिँ गर्छु किनकि मैले पन्जा लगाएको छ हातमा यसलाई चाहिँ अलिक ठाडो बनाउनु पऱ्यो अलिक धेरै देखिने खाले बनाउनु पऱ्यो होइन यस्तो अलिक धेरै बनाइदिउँ न अहिले ओक्याकसम्महरू पनि आयो भने यहाँ चाहिँ राम्रो देखिन्छ होइन सो म चाहिँ यसलाई अलि राम्रै बनाउँछु नराम्रो बनाउँदिनँ मैले होइन सो अहिले चाहिँ म चाहिँ यसलाई चाहिँ राम्रो बनाएर यसलाई चाहिँ सो एकदमै फाइनल्ली हाम्रो लुक्स यहाँ हेर्न सक्नुहुनेछ एकदमै बबाल अनि मैले जाने जतिको सके जतिको मैले काम बाते गरेको छु हेर्नुहोस् है त र
म चाहिँ अगाडि चाहिँ सोर्दै एक ठाउँमा जम्मा थुपार्दै गरिरहेको छु फेरि पछाडि उस्तै परिरहेछ क्या यहाँ हेर्न सक्नुहुनेछ मैले चाहिँ यो चाहिँ पहिला कालो बनाएको थियो अहिले चाहिँ फेरि उस्तै भइरहेछ क्या फेरि पछाडि फेरि एकचोटि फेरि गर्नु पर्ला अझै एकदम बवाल भन्छ र तपाईँले भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला तपाईँले चाहिँ राम्रो भइरहेछ तसमा देख्न सक्नुहुन्छ गाडीमा त्यस्तो छ उयो गाडी पुरै सेतो भएको है एकदमै बेजोग छ क्या तर यहाँ देख्न सक्नुहुन्छ भित्तामा कति छ